Hello, hi, and Radha everyone. So, welcome to my channel. And म कुरा गर्छु ल अफ एट्र्याक्सन, ल अफ मेनिफेस्टेसन एन्ड स्पिरिचुअलिटीको. सो आजको यो भिडियोमा म चाहिँ कुरा गर्छु कि भिजन बोर्ड कसरी बनाउने हैन. खास गरी भिजन बोर्ड बनाउने तरिका अनि भिजन बोर्ड कतिको इम्पोर्टेन्ट छ बनाउने हाम्रो लाइफमा हैन. हाम्रो गोल्सहरु कतिको क्लियर हुनुपर्छ भिजन बोर्डको द्वारा हैन. सो पहिला त म तपाईलाई भिजन बोर्ड कसरी बनाउँछ त्यो देखाउँछु हैन. अनि त्यसपछि म तपाईहरुलाई लाइक भिजन बोर्ड बनाउन किन त्यसको यति इम्पोर्टेन्स छ हैन त्यो बताउँछु हैन. सबभन्दा पहिला म भिजन बोर्ड बनाउने तपाईलाई त्यो प्रोसेस बताउँछु हैन. लाइक धेरै जनाले अहिले सोच्नु भइरा होला कि अहिले त 1 जनवरी हैन, हाम्रो वैशाखको महिना त बितिन लागिसक्यो, सरी मतलब बितिसक्यो हैन. सो अब कसरी भिजन बोर्ड बनाउने हैन, तपाईहरु बनाउन सक्नुहुन्छ हैन. अहिले यति मन्थ बाँकी छ नि, अहिले त ज्येष्ठ चलिरहेछ नि, वैशाख मात्र खतम भन्छ. हुन त वैशाख 1 जनवरीमा नि हामीले न्यू इयरमा बनाउनु पर्छ हैन. मतलब त्यो वैशाखमा बनाउनु पर्छ हैन हाम्रो न्यू इयरको दिन. तर इफ इन केस धेरैजनाबाट कसैले नबनाउनु भएको होला अनि उहाँहरुको लागि चाहिँ म यो भिडियो बनाएको हैन. लाइक यो भिडियो त हुन सबको लागि इम्पोर्टेन्ट छ. जो भिजन बोर्ड बनाइसक्नु भएको छ हेरिहाल्नु होला, के इन्फर्मेटिभ लाग्छ हैन. अनि जसले बनाएको छैन उहाँहरुको लागि त मस्ट इम्पोर्टेन्ट छ हैन. सो म बताउँछु किन भिजन बोर्ड बनाउनु जरुरी छ अनि कसरी कुन वेमा के चाहियो भिजन बोर्ड बनाउन लागि. एन्ड यु डोन्ट वरी है, तपाईहरुले अहिले पनि यो भिजन बोर्ड बनाउन सक्नुहुन्छ. बट हरि अप है, जेसम्म यो महिनाभित्र तपाईहरु बनाइलिनु, किनभने धेरै ढिला गरे भने झन् गाह्रो हुन्छ हैन. सो अहिले पनि तपाईहरुसँग टाइम छ, तपाईहरु भिजन बोर्ड बनाउन सक्नुहुन्छ हैन. सो पहिला म तपाईलाई भिजन बोर्ड कसरी बनाउने त्यो बताउँछु अनि के चाहियो हैन. लाइक मसँग अरु त पेपर थिएन अहिले खासमा, तर के पेपरहरु छ त म देखाउँछु हैन. एकछिन है. लाइक तपाईलाई म जस्ट एक्जाम्पलको लागि बताउन लाग्यो हैन. लाइक जसरी यो एउटा A4 साइज पेपर छ नि, त्यस्तै ठुलो एउटा चार्ट पेपर लिनु छ हैन. लाइक तपाईहरु मेरो त्यो पछाडी देख्न सक्नुहुन्छ जुन ब्ल्याक कलरको भिजन बोर्ड हैन है मेरो. रोक्नु, म तपाईलाई देखाउँछु है. भिजन बोर्ड हो यो मेरो हैन. लाइक यहाँ हेर्न सक्नुहुन्छ तपाई, भिजन बोर्ड हो यो हैन. अनि मैले यसमा चाहिँ ब्ल्याक कलरको चार्ट पेपरमा बनाएको छु हैन भिजन बोर्ड. तर मैले यो डेमोको लागि तपाईलाई देखाउन लाग्यो हैन. लाइक तपाई व्हाइट कलरको लिनुहुन्छ ठुलो चार्ट पेपर. फेरि यस्तो हैन, सानोमा पनि बनाउन सक्नुहुन्छ, तर एउटा इयरलीको लागि जुन गोल हुन्छ नि हाम्रो, त्यसको लागि हाम्रो ठुलो भिजन बोर्ड बनाउन इम्पोर्टेन्ट हुन्छ हैन. अनि यति सानो त मेरो त खास मलाई त्यतिमा नि अटेन, तर तपाईहरुले यति सानोमा त अट्दैन. आई थिंक केही ठुलो विशहरु पनि होला, गोलहरु पनि होला, सानो पनि होला हैन. सो तपाईहरु ठुलो नै लिनु होला चार्ट पेपर हैन. त्यो ब्ल्याक कलर लिनु वा येलो लिनुस् वा व्हाइट लिनुस्. बट आई थिंक कि तपाईले इन केस येलो लिनु भए त झन् राम्रो. बट इन केस तपाईले पाएन देन यु क्यान यो ब्ल्याक एन्ड तपाईले व्हाइट कलरको ठुलो जुन चार्ट पेपर छ नि पछाडी देखाएको मेरो भिजन बोर्डमा हैन, सेम तपाईले त्यस्तो पनि भिजन बोर्डको लागि चार्ट पेपर किन्न सक्नुहुन्छ, वा व्हाइट कलरको वा त्यस्तो ब्ल्याक कलरको हैन, जुन पनि चल्छ. एन्ड यो भिजन बोर्डको लागि जस्ट एक्जाम्पल यो चार्ट पेपर हो हैन. यो A4 साइजले मान्नु चार्ट पेपर हो. अनि यसमा तपाईले के चाहियो, एक त तपाईले ब्ल्याक कलरको चार्ट पेपर लिनु, वा तपाईले पिङ्क कलरको लिनु, वा तपाईले येलो लिए भने झन् राम्रो हैन. जुन पनि कलरको चार्ट पेपर लिँदा हुन्छ. बट एउटा हुन्छ नि ब्ल्याक कलर लिँदा तपाईले अलि हेर्दा एट्र्याक्टिभ पनि देख्छ हैन. मेरो ख्यालमा, अरूजना त सबको आफ्नो हुन्छ, बट मलाई लाग्छ ब्ल्याक कलर हल्का देख्नमा पनि राम्रो हुन्छ. अनि तपाईसँग येलो कलर एभाइलेबल भइसक्यो भने त्यो त झन् राम्रो हैन. सो लाइक तपाईसँग यो ब्ल्याक कलरको व्हाइट कलरको जुन पनि कलरको एउटा चार्ट पेपर हो हैन, ठुलो A4 साइज पेपरलाई चार्ट पेपर बुझ्नु. अनि त्यसपछि तपाईले एउटा चाहियो, यो चाहिँ म डेमोको लागि देखाउनलाई मात्र तपाईले देखाएको ब्ल्याक कलर हैन. बट तपाईहरुलाई यो रेड कलर ब्ल्याक एभोइड गर्दिनु हैन. मतलब एक्सेप्ट ब्ल्याक तपाईले जुन पनि कलरको नि पेन युज गर्न सक्नुहुन्छ, अथवा त्यो ब्लू हो, अथवा त्यो रेड हो, अथवा त्यो ग्रीन होस्, ऑरेंज होस्, पर्पल होस्, जुन पनि कलर. बट एक्सेप्ट ब्ल्याक. तपाईले ब्ल्याक कलरको चार्ट पेपरमा त्यो
एफर्मेसन हुन्छ नि त्यो लेख्नको लागि म सिकाउँछु बिस्तारै। यो तपाईँले एउटा एक त तपाईँले यो चार्ट पेपर चाहियो होइन, चार्ट पेपर जुन पनि कलरको, अनि त्यसपछि तपाईँले रेड कलर, ब्ल्याक छोडेर रेड कलर, ब्लू, वाइट, मतलब जुन वाइटमा त हुँदैन खास, लाइक ब्लू, ग्रीन, पर्पल, ऑरेंज, पिंक, जुन पनि कलरको एउटा पेन लिनु, रेड कलर चाहिँ जुन पनि। अनि त्यसपछि तपाईँले के गर्नु छ, लाइक आफ्नो गोल्स के छ हैन, लाइक तपाईँले एउटा ठुलो बिजनेस वुमेन बन्नु छ, लाइक तपाईँलाई एउटा ठुलो पसल खोल्नु छ, वा तपाईँलाई मनी एट्र्याक्ट गर्नु छ, मनी म्याग्नेट भन्नु छ। त्यो एउटा पिन्ट्रेस्ट भन्ने एउटा एप हुन्छ होइन, तपाईँहरू त्यसको लिङ्क चाहियो भने म तपाईँलाई डिस्क्रिप्सनमा हाल्न सकिहाल्छु होइन। तपाईँले त्यसको पिन्ट्रेस्टबाट तपाईँले आफ्नो गोलसँग मिल्दोजुल्दो पिक्चरहरू होइन, पिक्सहरू तपाईँले सेभ गर्नु छ, त्यसलाई प्रिन्ट आउट गराउनु छ होइन। अनि त्यसपछि प्रिन्ट आउट गराएपछि तपाईँले त्यसलाई त्यो सानो लाइक ठुलो नगर्नु होला, सानो सानो हुन्छ नि एउटै पेपरमा, लाइक तपाईँ फोटोकपी गराउन जानुहुन्छ नि, तपाईँ आफ्नो जुन पिन्ट्रेस्टबाट फोटोहरू लिनुभएको छ, कलेक्ट गर्नुभएको छ, अनि त्यति बेला तपाईँ फोटोकपी गराउँदा नि एउटा पेपरमा तपाईँले 3-4वटा सानो सानो फोटोकपी एउटै पेपरमा गराउन सक्नुहुन्छ होइन। अनि त्यसलाई काट्नु होइन, भिजन बोर्ड बनाउँदाखेरि त्यसलाई काट्नु, अनि त्यसपछि त्यसलाई चिप्काउनु, अनि तल हल्का पेपर छोड्नु होला होइन, हल्का हल्का, लाइक तपाईँलाई त्यहाँ तल लाइक तपाईँ मनीको एउटा पिक्चर छ होइन, अनि त्यसको तल हल्का पेपर नकाट्नु होला, बढी हल्का हल्का छोड्नु होला होइन। अनि त्यसपछि तपाईँले के गर्नु छ, त्यो मतलब ब्ल्याक छोडेर जुन पनि कलरको पेन छ तपाईँसँग एभाइलेबल, त्यो पेनले तपाईँले लेख्नु छ कि थ्याङ्क यू युनिभर्स, म मनी म्याग्नेट बनिसकेछु होइन, 2025मा मसँग अनलिमिटेड मनी एट्र्याक्ट गर्दैछु, आई एट्र्याक्ट मनी भनेर, मतलब जुन पनि एउटा गुड इन्फर्मेसन हुन्छ नि, सरी एफर्मेसन हुन्छ नि, त्यो सबै लेख्नु होला राम्ररी फिलले, लाइक तपाईँ साँच्चीकै त्यो कुराहरू एट्र्याक्ट गर्नु भइरहेछ। अनि त्यसपछि लाइक तपाईँ बाहिरको एउटा कुनै ट्रिपको फोटो लिनुभएको छ पिन्ट्रेस्टबाट होइन, अनि त्यसको त्यो काट्ने अनि चिप्काउने, अनि त्यसको तल पनि हल्का पेज छोड्नु होला, पेपर हुन्छ फोटोकपी गराउँदाखेरि हल्का हल्का पेज त्यहाँ हुन्छ कि, त्यो हल्का हल्का पेज तल लेख्नु होला, लाइक ट्राभलिङको एउटा छ, ट्राभलिङको तल लेख्नु होला थ्याङ्क यू युनिभर्स, यो इयर 2025 म लाइक तपाईँ अमेरिका घुम्न जान चाहनुहुँदैछ, वा तपाईँ सिमला जान चाहनुहुँदैछ होइन, कुनै पनि ठाउँ, लाइक म 2025मा लाइक सिमला घुमेर आइसकेछु, थ्याङ्क यू सो मच, आई एम भेरी ह्याप्पी, लाइक तपाईँलाई आफ्नो मनले जुन पनि एउटा फिलिङ आओस् त्यो टाइपको एफर्मेसन लेख्नु छ होइन। अनि त्यसपछि चिप्काइदिनु छ त्यस्तै पिन्ट्रेस्टबाट त्यो कलेक्ट गरेर फोटोकपी गराएर, अनि हल्का हल्का त्यहाँ पेज छोड्नु होला, काट्दाखेरि हल्का हल्का त्यो ग्याप छोडिन्छ क्या त्यहाँ, अनि त्यही लेख्नु होला, एक्सेप्ट ब्ल्याक कलर पेन छोडेर, अनि त्यसपछि रेड, वाइट जुन पनि कलरको पेनले लेख्नु होइन। अनि लेखिसकेपछि त्यसलाई एकदम फुल फेथले कि तपाईँको 2025मा यो कुराहरू मेनिफेस्ट हुन्छ नि हुन्छ भनेर, अनि तपाईँ आफ्नो स्टडी टेबलको अगाडि लगाउनुहोस्, वा तपाईँ सुत्ने जहाँ ठाउँ छ होइन, तपाईँको बेडको अगाडि जस्ट सामने लगाउनु कि तपाईँ आउँदा जाँदा तपाईँको नजर त्यहीँ माथि होस् होइन, त्यो भिजन बोर्डमाथि। अनि एटलिस्ट तपाईँ 1 मिनटको लागि तपाईँ डेली आफ्नो भिजन बोर्डलाई बिहान उठ्दा देख्नु होइन, अनि रातितिर सुत्दा देख्नु, भिजन बोर्डलाई देखेर राम्ररी एउटा देख्नु, अनि त्यसलाई फिल गर्नु कि तपाईँको यो सब कुराहरू मेनिफेस्ट भइसकेछ वा तपाईँको मेनिफेस्ट हुनवाला छ होइन। त्यस्तो फिलिङले गर्नुहुन्छ नि धेरै छिटो कुराहरू मेनिफेस्ट हुन्छ। एन्ड बिलिभ मी गाइज, तपाईँले जुन कुरा चाहनुहुन्छ नि तपाईँले त्यो कुरा पाउनुहुन्छ, बस फेथ हुनु पर्यो होइन। अनि लाइक मेरो भिजन बोर्डमा तपाईँ पछाडि देख्न सक्नुहुन्छ होइन, लाइक म देखाउँछु तपाईँलाई एकछिनै, लाइक हेर्नुहोस् मेरो भिजन बोर्डमा मैले यो 2025को लागि मैले पनि धेरै राम्रो राम्रो गोल्सहरू राखेको छु होइन, धेरै राम्रो छ। अनि त्यही होइन, लाइक हामीले आफ्नो गोल्सहरू कतिको इम्पोर्टेन्ट हुन्छ राख्न होइन, किनभने जबसम्म हामी आफ्नो गोल्सप्रति त्यो हुँदैन, फोकस हुँदैन, त्यो क्लियर कट राख्दैनौँ न, तबसम्म युनिभर्सले पनि थाहा हुँदैन कि हामीले आफ्नो लाइफमा के गोल्स छ, के गर्नु छ, के गर्नु छैन होइन। अनि यो भयो भिजन बोर्ड बनाउने तरिका। इफ तपाईँले मेरो कुराहरू हल्का राम्ररी नबुझ्न सक्नु होला त्यसको लागि सरी, तपाईँहरू कमेन्टमा अरू पनि राम्ररी सोध्न सक्नुहुन्छ होइन।
म तपाईँहरूको रिप्लाई दिन्छु होइन। सो अनि यो त भयो कसरी बनाउने भिजन बोर्ड। अनि भिजन बोर्ड बनाउन किन इम्पोर्टेन्ट छ त्यो भन्छु होइन। लाइक हामीले एक्जाम्पल लिनु, हामी आफ्नो लाइक मम्मीसँग अनि ड्याडीसँग कुनै कुरा भन्छ होइन। लाइक तपाईँलाई एउटा स्कुटी चाहियो, अनि स्कुटी त चाहियो तपाईँलाई, तर तपाईँ स्कुटी को लागि स्योर छैन। कहिले भन्नुहुन्छ स्कुटी चाहियो त कहिले भन्नुहुन्छ कार चाहियो होइन, कहिले भन्नुहुन्छ बाइक चाहियो। सो तपाईँको मन धेरै चञ्चल हुन्छ होइन, हाम्रो यो मन धेरै चञ्चल छ। त्यसलाई कन्ट्रोल गर्न लागि हामीले आफ्नो भिजन बोर्डको द्वारा कुराहरू गोल्सहरू क्लियर कटमा राख्नुपर्छ होइन, ताकि हाम्रो गोल्सहरू युनिभर्सलाई पनि थाहा पाओस् कि हाम्रो गोल्स के हो, हाम्रो विसहरू के हो, हाम्रो ड्रिम के हो होइन। अनि जब तपाईँ क्लियर कट गरेर भिजन बोर्ड बनाउनुहुन्छ नि त युनिभर्सलाई पनि एनर्जी भाइब्रेसन जान्छ माथि। लाइक यसको गोल यो हो, यो यसलाई दिनु, मतलब यो कुराहरू यसलाई दिनु छ होइन। सो हामीले भिजन बोर्ड बनाउन एकदम इम्पोर्टेन्ट हुन्छ। जो आफ्नो गोल्सहरूप्रति धेरै त्यो के भन्छ प्यासनेट हुन्छ नि जो मान्छेहरू, उहाँहरूसँग सोध्नु होला तपाईँ भिजन बोर्ड उहाँहरूको बेडरुममा स्टडी टेबल अगाडि जे पनि होस् उहाँहरूसँग सबसँग भिजन बोर्ड त होला। किनभने जो मान्छे आफ्नो गोल्सहरूप्रति क्लियर हुँदैन नि त्यो लाइफमा मतलब अहिले यो कुरामा त्यसको मन गइहाल्छ। लाइक अहिले आँप खाउँ त पछि लिची खाउँ त यो त्यो होइन। सो त्यही भएर हाम्रो गोल्सहरू क्लियर हुनुपर्छ होइन। हाम्रो लाइफमा हामीलाई के चाहियो, जबसम्म हामी आफू चाहिँ क्लियर हुँदैन तबसम्म युनिभर्स पनि हाम्रो गोल्सप्रति क्लियर हुँदैन। कहिले यो माग्छु हामी, लाइक कहिले स्कुटी माग्छु होइन, एनर्जी भाइब्रेसन स्कुटीको दिइरहेको छु, अनि त्यसपछि हाम्रो माइन्ड चेन्ज भइसक्यो होइन मलाई कार चाहियो। अब स्कुटीको लागि युनिभर्स त्यो कुराहरू कुनै सिचुएसन चाहे कोहीसँग पठाउनु भइरहेछ, अब तपाईँ आफ्नो कुराहरू चेन्ज गरिदिनु भयो। लाइक स्कुटी होइन, अब मलाई कार चाहियो। अब स्कुटी त्यो आउँदा नि माथि गइसक्यो, युनिभर्सलाई फर्काइसक्नु भयो, अब कारको लागि रेडी गर्नुहुन्छ। त्यसपछि तपाईँ फेरि अर्को केही सोच्नु। त्यही भएर हामीलाई भिजन बोर्ड बनाउन एकदम मस्ट इम्पोर्टेन्ट छ। किनभने मात्र हामीले आफ्नो गोल्सहरू क्लियर हुँदैन, युनिभर्सलाई पनि क्लियर हुन्छ कि यसलाई यो चाहियो स्पेसिफिक कुरा, अनि त्यो कुरा यसलाई दिनु छ मतलब दिनु छ। सो हामीलाई भिजन बोर्ड पनि बनाउन एकदम क्लियर हुन्छ। अनि गाइज प्लिज है, मलाई त्यति राम्ररी बोल्न आएन। आई थिङ्क इफ केही मिस्टेक भयो होला भने त्यसको लागि सरी। अनि म डेली इम्प्रुभ गर्न कोसिस गरिरहेको छु मेरो भिडियोद्वारा। अनि मलाई जति कुराहरू एक्सपिरियन्स छ होइन, मेरो लाइफमा जुन कुराहरू म एक्सपिरियन्स गरिरहेको छु, मेरो लाइक मेनिफेस्ट गरिरहेको छु आफ्नो गोल्सहरू चाहे जुन पनि कुराहरू त्यो सेयर गरिरहेको छु। अनि म सँगै सिकिरहेको छु अनि सँगै सेयर गरेँ तपाईँहरूलाई पनि सिकाउन कोसिस गरिरहेको छु होइन। लाइक त्यही हो, केही गल्ती सही भयो होला भने मलाई माफ गर्नु होला होइन। अनि कमेन्ट गर्नु होला, लाइक मसँग केही मिस्टेक भएपछि तपाईँहरू कमेन्ट गर्नुहुन्छ, मैले केही रङ गरेँ तब म सुधार गर्छु होइन। सो तपाईँहरू कमेन्ट पनि गर्नु, के कमेन्ट गर्नु हुँदैन भने मलाई कसरी थाहा पाउँछ कि मैले के मिस्टेक गरेछु। बट आई थिङ्क म एलोए ल अफ एट्र्याक्सन मेनिफेस्टेसनहरू जति पनि बताउँछु त्यो मेरो पर्सनल एक्सपिरियन्स हो होइन। अनि जब म मेनिफेस्ट गर्न सक्छु यति इजिली एन्ड एफर्टलेसली, त्यहाँदेखि तपाईँहरू पनि इजिली एन्ड एफर्टलेसली मेनिफेस्ट गर्न सक्नुहुन्छ। सो बिलिभ अन योर सेल्फ, बी फेथ अन योर सेल्फ होइन। युनिभर्सले हामीलाई नि सब कुरा दिन तयार छ, तर हामी माग्दैन। अनि जबसम्म हामी माग्दैन तबसम्म युनिभर्स आफू दिँदैन होइन। सो अनि मेरो क्लासेस स्टार्ट भइसकेको छ होइन। म एउटा अझै कुरा इन्फर्म गर्न चाहन्छु। हेर्नु, म तपाईँहरूलाई हरेक भिडियोमा किन भन्छु कि मेरो क्लासेस लिनु, किनभने म क्लासेस दिएछु अनि धेरै केहीजनालाई अहिले त धेरैजना त्यो क्लासेस लिनलाई यो वाला मन्थमा धेरैजना छैन। सो अहिलेको हल्का खाली नै छ। तपाईँहरूलाई जोइन गर्न मन छ भने एकचोटि क्लास लिनु। अनि म जहिले पनि भन्छु, म यतिको ग्यारेन्टी दिइरहेको छु, तपाईँको अहिलेको कन्डिसनभन्दा 1000 टाइम बेटर कन्डिसन हुन्छ, प्लस तपाईँको भाइब्रेसन हाई हुन्छ, जसले गर्दा मेरो क्लास मतलब मेरो बोल्ने तरिकामा नजानु। तपाईँहरू क्लास लिनु एकचोटि भन्नुहुन्छ भने तपाईँलाई क्लास दिएर अनि तपाईँहरू अरूलाई पनि म ग्यारेन्टी दिइरहेको छु, मेरो क्लास लिएपछि तपाईँ अरूलाई पनि रेकमेन्ड गर्नुहुन्छ। लाइक किनभने छ मेरो क्लास त्यस्तो हो, लाइक म आफ्नो एक्सपिरियन्स गरेको छु अनि त्यो कुराहरू सेयर गरिरहेको छु। जब अरूलाई पनि चेन्ज देखिरहेको छु तब तपाईँहरूलाई पनि देख्न सक्छ होइन। अनि तपाईँहरूले पनि आफ्नो कुराहरू छिटोभन्दा छिटो मेनिफेस्ट गर्न सक्नुहुन्छ। अनि त्यही भनेको मेरो क्लासेसमा अहिले सिट हल्का खाली नै छ होइन।
सो तपाईहरुले इफ लागिरहेछ तपाईहरु आफ्नो कुराहरु छिटो म्यानिफेस्ट गर्न सक्नु भइरहेको छैन, कोही तपाईहरुले चाहियो जुन तपाईको यो LOA को जर्नीमा कुराहरु छिटोभन्दा छिटो म्यानिफेस्ट गराउन उ गर्न सकोस्, हेल्प गर्न सकोस् हैन, तपाईको भाइब्रेसन हाई गर्न सकोस्, एनर्जी हाई गर्न सकोस्, फ्रिक्वेन्सी हाई गर्न सकोस्। जब तपाईको भाइब्रेसन हाई हुन्छ नि त, एनर्जी हाई हुन्छ, तब तपाईहरु नि युनिभर्सको अलाइनमेन्टमा आइहाल्नुहुन्छ। अनि जब हामी युनिभर्सको अलाइनमेन्टमा आइहाल्छौँ नि त्यसपछि हाम्रो कुराहरु नि एकदम छिटो छिटो म्यानिफेस्ट हुन्छ हैन। हामी कुनै कुराहरु एकचोटी लेखेर स्क्रिप्ट गरेर छोड्दिन्छु अनि हाम्रो भाइब्रेसन यतिको हाई हुन्छ नि, यति पोजिटिभ हुन्छ नि, युनिभर्ससँग अलाइन्ड हुन्छ, हामीले कुनै कुरा लेख्छौँ अनि त्यो कुराहरु म्यानिफेस्ट भइहाल्छ। म यो एक्सपिरियन्स गरेछु। लाइक म जर्नलिङको बिहान बिहान म मतलब 4 बजे उठेर अनि त्यसपछि म जर्नलिङ गर्थेँ हैन, अहिले 1 महिना अगाडि हैन। अनि म जर्नलिङ गर्दा त्यति बेला हैन एकचोटी म कुराहरु म्यानिफेस्ट गर्न लागि लाइक मैले बिहान बिहान लेखेँ हैन, 10-12 वटा कुराहरु जर्नलिङमा ग्रेटफुलनेस लेखेँ हैन। लाइक मसँग 5,000 पैसा आइसकेछ हैन। अनि त्यसको केही दिन पछि मसँग साच्चीकै 5,000 मसँग एउटा साथीले लिएको थियो अनि त्यसले मेरो एकाउन्टमा हाल्दिएको हैन। सो कुराहरु म्यानिफेस्ट हुन्छ गाइज, हुन्छ। तपाईको टेक्निक्स भन्दा पनि तपाईको भाइब्रेसन हाई भयो नि, तपाईले कुनै टेक्निक्सको पनि इम्पोर्टेन्ट हुँदैन त्यति, किनभने तपाईको भाइब्रेसन यति पावरफुल हुन्छ नि कि तपाई कुराहरु छिटोभन्दा छिटो म्यानिफेस्ट गरिसक्नुहुन्छ हैन। सो मसँग के बोल्नमा के गल्ती सही भयो होला, मिस्टेक भयो होला, त्यसको लागि सरी। अनि तपाईहरु एकचोटी मेरो क्लासेस लिनु, फ्री ट्रायल पनि म दिन्छु हैन। यो वाला मन्थमा मैले सोचेछु कि म दुई जनालाई फ्री ट्रायल क्लासेस दिउ। अनि तपाईहरु चाहिँ फ्रीमा क्लासेस लिन चाहनु भइरहेछ, 2 जनाको लागि अफर चलिरहेछ हैन। मैले यो अफर 7 दिनको लागि निकालेछु, फ्री क्लासेसको हैन, मेरो सेल्फ हिलिङ क्लासेसको फ्री क्लासेस 2 जनाको लागि। तपाईहरुबाट कोही पनि इन्ट्रेस्टेड छ भने फ्री क्लासेसमा तपाईं जोइन गर्नु, मेसेज गर्नु, तलको दिएको डिस्क्रिप्सनको मेसेज गर्नु, कमेन्टमा दिएको नम्बरमा मेसेज गर्नु, व्हाट्सएप गर्नु एन्ड रेजिस्टर गर्नु प्लिज। किनभने तपाईले यो फेरि मौका पाउनु हुँदैन। एकचोटी यो 7 डेजको मैले फ्री अफर निकालेछु, त्यसपछि म निकाल्दैन, किनभने फेरि अहिले म धेरै जनालाई हुन्छ नि लाइक डिस्काउन्ट गरिदिएको थिएँ। अनि त्यसले गर्दा लाइक डिस्काउन्ट गरिदिएपछि त्यस्तो हुँदैन कि तपाईको क्लासेस बेकार छ वा यस्तो छ त्यस्तो छ। पहिला तपाई क्लासेस लिनु अनि त्यसपछि तपाईलाई थाहा लाग्छ नि कस्तो छ क्लासेस कस्तो छैन। अब मान्छेले ह्युम्यानिटीले गर्दा तपाईलाई डिस्काउन्ट दिइहाले त्यसको मतलब यो हैन कि यसको क्लासेस बेकार छ। पहिला कुनै पनि कुरा हामी ट्रायल एन्ड टेस्ट गर्छौं नि, त्यसपछि थाहा हुन्छ कि राम्रो छ कि नराम्रो छ। सो पहिला तपाईं अब ट्राई गर्नु, तपाईलाई क्लासेस राम्रो लागेन भने तब भन्नु होला कि हो मेरो क्लासेस राम्रो छैन एन्ड आई एक्सेप्ट कि मेरो राम्रो छैन। इफ तपाईले केही पनि चेन्ज देखेन भने, बिकज आई नो तपाईहरुले चेन्ज देख्छ, मेरो क्लासेस छ यति इफेक्टिभ हैन। सो मेरो 7 डेजको लागि मैले यो फ्री ट्रायल क्लासेस निकालेछु 2 जनाको लागि। तपाईहरुबाट कोही पनि इन्ट्रेस्टेड छ भने प्लिज मेसेज गर्नु, कमेन्टमा दिएको नम्बरमा हैन, व्हाट्सएप गर्नु, रेजिस्ट्रेसन गर्नु। अनि यो फ्रीको दिएको क्लासको मौका नछोड्नु। अनि एकचोटी तपाईले यो फेरि मौका पाउनु हुँदैन। सो गेट हरी अप हैन। अनि म यतिको ग्यारेन्टी दिन्छु कि तपाईको लाइफ अहिले भन्दा 1000 टाइम बेटर हुन्छ, तपाईको कुराहरु छिटोभन्दा छिटो म्यानिफेस्ट हुन्छ हैन। सो आजको यो भिडियोमा यति नै, अरु कुराहरु भिडियोमा गर्छु। एन्ड गाइज प्लिज मसँग केही गल्ती सही भयो होला त्यसको लागि सरी। एन्ड तपाईहरुको लागि लाइक भोलिसम्म म स्टार्ट गरिदिन्छु हैन, भोलिदेखि रेजिस्ट्रेसन स्टार्ट गरिदिन्छु। सो 7 दिनको लागि यो फ्री 7 दिनको लागि अफर छ हैन। कसैले पनि फ्री क्लासेस LOA को म्यानिफेस्टेसन ल अफ एट्र्याक्सनको क्लासेस, सेल्फ हिलिङ क्लासेस लिनु छ भने छिटोभन्दा छिटो यो कमेन्टमा दिएको नम्बरमा मेसेज गर्नु, रेजिस्ट्रेसन गर्नु अनि फ्रीको क्लासेस जोइन गर्नु, मौका नछोड्नु, यति भन्छु हैन। एन्ड पहिला त कुनै पनि कुरा टेस्ट गर्नुपर्छ, राम्रो छ कि छैन, त्यसपछि थाहा पाउँछ। सो यो भिडियोमा यति नै, अरु कुराहरु भिडियोमा। अनि केही बोल्नमा मसँग हल्का गल्ती सही भयो होला त्यसको लागि सरी है। अनि बाँकी त राधा रानीले सबलाई देख्छ। गड ब्लेस एभ्रीवन। राधे राधे।